गाइजहरू 2082 साल असोज 18 गते हिजो यति ठुलो बर्सात भयो हाम्रोतिर, यति ठुलो बर्सात। अनि खेरि के चाहिँ कुरा भयो भन्दाखेरि मेरो भाइ र बहिनीको घर चाहिँ पारिपट्टि खोलादेखि पारिपट्टि छ। उनीहरूको वस्तु भनेको बारीपट्टि। आम्मा पहिरो गएको छ, खोला बढेको छ। अनि वस्तु पालेपछि त अब स्याहार्नु त पर्छ नै, भोकै राख्नु नहुने। अनि मेरो नानीहरूलाई ल्याएर चाहिँ म यहाँ यस्तो जङ्गलघारीमा आउँदैछु। उनीहरूको वस्तुलाई घाँस काटिदिनु, उनीहरूको वस्तुलाई घाँस लगाइदिनु भनेर चाहिँ सेवा गरौँ भनेर आएको। धन्यवाद छ भगवानले गर्दा हामी चाहिँ धन्न यसरी बोल्ने र हिँड्ने चाहिँ भएको छौँ। रक्षा भएको छ हाम्रो ज्यान चाहिँ। तर कत्रो ठुलो पहिरो मेरो घर छेउमा गएको छ है। मेरो भाइ र बहिनीको वस्तु चाहिँ यहाँ नै गोठमा। मेरो छोरा र छोरीलाई चाहिँ मैले ल्याएर आएको छु। यहाँ आउनु पनि धेरै टाढो, सास बढ्यो। हामीसँग पनि आएको छ एउटा पाप्लु। अनि मेरो भाइ र बहिनीको घर चाहिँ पारिपट्टि पारी देखिएको छ। त्यो पारिपट्टि यस्तो खोलादेखि बारी र पारी वस्तुभाउ पाल्नु बिचाराहरू। खानु नपाएर अब घाँस लाउने मान्छे छैन। तिमीहरूको धनीहरू के पहिरोले आउनु सकेन, खोलाले आउनु सकेन, अनि हामी आएको छौँ। तिमीहरूलाई अब हामी घाँस दिन्छौँ, नसुर्ताऊ है ल। मेरो छोरीले घाँस लगाएर काका र काकीलाई सहयोग गरिरहेको छ। सेवा नै धर्म हो छोरी, सेवा नै धर्म। अब म पनि घाँस काटिदिन्छु। किन भन्दाखेरि अब यस्तो खोलाले छेकेको बेलामा त यो वस्तुलाई भोकै राख्नु त भएन नि त। हामीले सेवा गर्नै पर्ने हुन्छ। पशु प्राणीलाई पनि हामीले माया गर्नुपर्छ, बचाउनु पर्छ। त्यसैले गर्दाखेरि चाहिँ दैवी प्रकोपहरू पनि के साह्रो आएको हो। अब चाहिँ नआओस् है। हजुरहरूकोतिर कस्तो भयो, के भयो थाहै छैन।